हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो न्यू भिडियोमा। यदि तपाईँहरूले मेरो भिडियो हेर्नु भएको छैन भने चाहिँ मेरो नाम चाहिँ प्रतिभा ढकाल हो। मेरो काम भनेको चाहिँ आज यो दाउरा पछाडि देखिरहनु भएको छ नि, यो दाउरालाई यसरी हार लगाउने हो। यो माथिसम्म हार लगाउने हो। यो दाउरा चाहिँ अहिले भर्खर मम्मी र मैले बोकेको। मेरो काम भनेको चाहिँ हार लगाउने। बल्ल बल्ल मैले दाउरा हार पनि लगाइसकेँ। यतिसम्म मात्रै भयो। मैले चाहिँ दाउरा राखेर अनि खाना पनि खाइसकेँ। अनि अघि मम्मीले बारी गएर सानसानो मकैहरू उखालेर त मकै सानसानो पारा काटेर खोलेमा हाल्नु भने खोले हुन्छ नि त। अनि मम्मीले चाहिँ अघि बारी गएर यस्तो बाक्लो भएको मकैहरू यसरी उखालेर ल्याइदिनु भएको छ। अनि यो मकैलाई चाहिँ मम्मीले यस्तरी जरा फाले कान्छे। अनि यो जरा फालेर खोलेमा सानसानो पारा काटेर हाल भन्नुभएको छ। अनि त्यही काम गर्दैछु म चाहिँ। अब यो मकैलाई सानसानो टुक्रा बनाएर खोलेमा हाल्छु। यस्तो हाँसले काट्दा पनि हुन्छ यो मकैको यस्तो फेद चाहिँ, नत्र चुलिसले काट्दा पनि हुन्छ। यसरी मकैको यस्तो फेद चाहिँ फालेर अनि सानसानो टुक्रा बनाएर हाल्नुपर्छ। यत्रो धेरै यो सबै जरा काटेर हाल्नुपर्ने छ। मम्मीहरू चाहिँ उहाँ गोरु जोत्न गइरहनु भएको छ। म बाबा गोरु जोत्दै जान्छ अनि मम्मी चाहिँ बाबाको साथी जानुभएको छ। अनि चाहिँ बाख्रा बस्तु अनि त्यहाँ माथि गाईहरू पनि छ। तिनीहरूलाई एकैचोटि यो सबै एउटा ठुलो भाँडामा पकायो भने एकैचोटि हुन्छ नि त, तिनीहरूलाई खोले। अनि त्यही भएर बाख्रा गोरु गाईलाई एकैचोटि पकाउनु लागेको र यत्रो धेरै यो खोलेको सामान यत्रो धेरै छ यहाँ। यो सबै मकैहरूको मैले जरा काटि पनि सकेँ। यहाँ यत्रो धेरै जरा निस्क्यो। अब यो सबै मकैहरूलाई मैले टुक्रा टुक्रा बनाउनु पर्ने काम छ। अनि त्यहाँ टुक्रा बनाएर त्यहाँ आरीमा हाल्नुपर्ने। अघि यसको जरा फाल्दा चाहिँ अब हँसियाले गरेको थियौँ भने हँसियाले गर्दा पनि हुन्छ, त्यो चाहिँ चुलिसीले गर्दा पनि हुन्छ। तर हँसियाले अलिक सजिलो हुँदो रहेछ। अनि मैले हँसियाले गरेको थिएँ। तर अब यस्तो काट्नु चाहिँ सानसानो काट्नु चाहिँ यो चुलिसीले छिटो हुन्छ नि त। अनि हँसियाले त अब गाह्रो पनि हुन्छ, एक दुईवटा मात्रै हुन्छ भने चुलिसीले चाहिँ एक एक मुठी चुलिसीले चाहिँ अब यस्तो ठुल्ठुलो मुठी एक एक मुठी मेरो काट्दा पनि भयो नि त। त्यही भएर मैले चुलिसीले काटिरहेको छु। अर्को यस्तो घाँसहरू यस्तो खोलेमा हाल्ने यस्तो सामानहरू काट्नुको लागि एउटा त्यो के खालको फलाम के बनाएको हुन्छ त, त्यसले काट्दा छिटो हुन्छ। तर त्यो हाम्रो घरमा छैन, त्यही भएर म चुलिसीले काट्छु। मैले मकैलाई सबैले यसरी काटेर टुक्रा पनि बनाइसकेँ। यता पनि छ, यति धेरै भएको छ। अब यसलाई चाहिँ खोलेमा हाल्ने अनि चलाउने। अनि त्यसपछि खोले एकछिन छोपिदिने। यो छोपिसकेपछि चाहिँ अनि आगोमा चाहिँ लगाइदिनुपर्छ। आफै लतक्क भएर कस्तो राम्ररी पाक्छ। अब चाहिँ यो काटेकोलाई म खोलेमा हाल्छु। खोले यहाँ बसाएको छ, यहाँ बसाएको छ। मैले अघि आगो पनि बालिसकेँ। म
मैले चाहिँ खुले पकाइसकेँ अनि खुले पकाइसकेर अब चाहिँ मैले खाजा पकाउनु पर्ने हुन्छ किनकि आज चाहिँ हाम्रो घरमा मकै दोहोऱ्याउने दिन रहेको छ अनि तल मम्मी बुवा चाहिँ मकै दोहोऱ्याउनु जानुभएको छ अनि मम्मीलाई मैले खाजा के पकाउनु त मम्मी भन्दाखेरि आलु उसिन्छ है भन्दा मम्मीले हुँदैन गोरु जोत्ने मान्छेलाई आलु दिनु हुँदैन त्यत्रो दुःख हुन्छ गोरु जोत्दा भन्नुभयो अनि के पकाऊँ त भन्दा मम्मीले खाना पकाऊ अनि तरकारी पकाऊ भन्नुभएको छ अनि मैले यहाँ आगो बालिवरी खाना पनि पकाइसकेँ खाना पाक्दैछ यहाँ खाना पाकी पनि सक्यो लगभग यहाँनिर मैले आगो बालेर अघि खाना पकाएको अनि त्यसपछि म तरकारी के पकाउँछु भन्दाखेरि यहाँ मैले निगुरो टिपेको छु अघि मैले बिहान निगुरो टिप्न गएको थिएँ म अनि निगुरोको सब्जी तरकारी पकाउँछु अनि खाना पाकिसकेपछि अनि तरकारी पाकिसकेपछि अनि हामी खाजा खान्छौँ अब म तरकारी पकाउँछु खाना पाकिसक्यो मैले चाहिँ अघि खाजा पकाएँ अनि सबैलाई दिएँ अनि मैले पनि खाएँ अनि बाबाले वस्तु खोल्नुमा गरेछ अनि वस्तु हेरेँ भन्नुभयो अनि मैले एकछिन वस्तु चढाएँ अनि वस्तु बाँधेर अहिले म बसिरहेको छु यदि तपाईँहरूले मेरो भिडियो अन्तिमसम्म हेर्नुभएको छ भने सबैजनाले नबिर्सिकन लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला बाई बाई।